सकेको छौँ। मेरो गाउँ यही नै हो, अहिले बस्ने पनि यही नै हो। फरक यति नै हो कि त्यो बजारभन्दा धेरै नजिक छ। यो अलिकति बजारभन्दा 1 किलोमिटर त नभनौँ, थोरै होला। बुढीले टिकटक बनाइरहेको अवस्था। बजारभन्दा नजिक यो 800 मिटर जति हो, 800 भनौँ, 800 जति होला। 1 किलोमिटर त नपुग्ला। यो हो म बस्ने ठाउँ पहिला। अहिले यहाँदेखि त्यो सेतो घर देखिरहनु भयो, त्योदेखि अलि यतातिर बस्छु म। अनि यहाँ पनि हाम्रो जग्गा छ, तपाईँ देख्न सक्नुहुन्छ। यहाँ त्यहाँ माथि रुखहरू, यो रुखहरू भएको, बाँसको रुखहरू भएको, त्यहाँ तल मेरो दिदीको घर छ। त्यहाँ माथि नै हाम्रो 3 कट्टा जग्गा छ, दिदीको हो। अनि त्यस पछाडि यो मेरो हो, यो पनि हाम्रै हो। यो देख्न सक्नुहुन्छ भर्खर जोताएको, यो आलीदेखि त्यो आलीसम्म। यो पनि पुग्नु 2 कट्टा छ है। तोरी लगाएको छ होइन, यो जोतेको चाहिँ हो है। अनि अघि नैको भिडियोमा तपाईँले मैले भनिसकेको छु, मेरो घर यो नै हो। हाम्रो बुवा पिल्लर बनाएर छोड्नु भएको थियो घर बित्नुभन्दा पहिला। अनि यस्तो चाहिँ जिन्दगी, 50 वर्षको जिन्दगीमा धेरै कुराहरू सोच्नुपर्ने, धेरै कुराहरूलाई बुझ्नुपर्ने, धेरै कुराहरू कठिनाइहरूलाई अगाडि बढाउनु पर्ने छ। कहिलेकाहीँ त लाग्छ जिन्दगीमा राम्रो जिन्दगी भनेको के, एउटा सामान्य राम्रो घर होस्, राम्रो अलिकति खाना लाउनु पुग्ने जग्गा होस्। किन कसैसँग कम्पिटिसन गर्नु, किन कसैलाई नराम्रो चाहनु, किन कसैको नराम्रो उचाउनु होइन। साधारण जिन्दगी जिउनु ठिक हो। कसैको रेसिपी, कसैको केही ठिक होइन। पैसा भनेको एउटा आवश्यकता हो, अरू केही पनि होइन। जुन बिरामी हुँदाखेरि हामीलाई पर्ने, केही लाउँदाखेरि पर्ने, बस त्यति नै हो। यो जिन्दगीमा कसैसँग कम्पिटिसन गरेर, केही गरेर, कसको नराम्रो चाहेर राम्रो हुने छैन। अनि तपाईँहरूलाई अर्कोमा देखाउन जाँदैछु। अब यो हाम्रो घरनिरको जग्गा है, तपाईँ देख्न सक्नुहुन्छ। यो जति पनि जोतेको जग्गा छ, त्यो पारीको कुनादेखि वारीको कुनासम्म यो हाम्रो जग्गा हो। हेर्नुहोस्, यो कल्पना रोका, यो कुनादेखि यो पुरै जोतेको, यो घर भइहाल्यो होइन। अनि यो गोठ भइहाल्यो, गोठ पनि पक्का गोठ बनाएको छ। यो हाम्रो पुरै जग्गा हो। हस् त।